हेलो एभ्रिवान, आज चाहिँ हामी मानिसको नेचर कस्तो हुन्छ र मानिस कस्तो प्रकृतिमा हुर्किएको हुन्छ र मान्छेले प्रकृतिले कस्तो किसिमको बनाएको हुन्छ भन्ने कुरालाई हामी आज बुझ्नेछौँ। र हेरौँ आज मानिसको स्वभाव। मानिसको स्वभाव ढुङ्गे युगमा, यो मानिस ढुङ्गे युगमा उसको पावर के थियो? उसको पावर थियो हात हतियार थियो उसको पावर चाहिँ। अब यो मानिसले चाहिँ हात हतियार पावर भयो र सामन्तवाद निस्कियो भनेपछि यो अब हात हतियारले मात्र भएन। अनि मान्छे केमा चेन्ज भयो? व्यक्तिवाद। मान्छे केमा चेन्ज भयो? व्यक्तिवादमा भने चाहिँ व्यक्तिमा जसको शरीर बलियो छ, जो तागतिलो छ, उनले चाहिँ सबैलाई हेपेर सबैलाई कुटेर राज गर्ने, यो चाहिँ व्यक्तिवादमा निस्कियो। र आफ्नो स्वार्थको लागि मानिस कुन प्रवृत्तिको हुन्छ? स्वार्थी प्रवृत्तिको हुन्छ। मानिसको स्वभाव के प्रवृत्तिको हुन्छ? स्वार्थी प्रवृत्तिको हुन्छ। हामी स्वार्थी भएपछि व्यक्तिवाद, अझ फेरि स्वार्थी भएपछि अझ फेरि आन्दोलन गरेर मान्छे समाजवाद निस्क्यो। समाजवाद निस्क्यो। अब समाजवादमा अब कस्तो नकारात्मक असर पर्यो भन्दाखेरि सामाजिक विभेद, छुवाछुत, धर्म, वर्ग, लिङ्ग, हैन, त्यस्तो किसिमको तानाशाही मच्चियो। र त्यसपछि अझ त्यो पनि भएन, त्यो पनि मानिसले आफ्नो स्वार्थका लागि बनायो। फेरि यसबाट निस्कियो कि पुँजीवाद भन्नाले पैसा नै ठुलो कुरा, पैसा नै पावरमा नै अडिएका मान्छेहरू, पैसाले नै चलाउने। जस्तै मैले न्याय किन्नलाई पनि पैसा, मसँग पैसा छ, म योलाई किनिदिन्छु, म न्याय किनिदिन्छु, म कानुन किनिदिन्छु। र त्यो भयो। सामन्त भइसकेपछि मानिसले आफ्नो स्वार्थको लागि पैसाका निमित्त आफ्नो न्याय समेत किन्ने, अन्याय गरिएको छ भने पनि पैसाले टालिदिने, मेरो हात यहाँसम्म छ भन्ने पुँजीवादी समाज। र पुँजीवादी समाजको पनि अन्त्य हुन्छ, किनभने स्वार्थ धेरै बेर टिक्दैन। मानिसको स्वभाव नै स्वार्थी हुन्छ। अनि फेरि निस्किन्छ यहाँबाट भौतिकवाद भन्नाले हात हतियार, गोलीगाँठा र मिसाइल, एटम बमहरू नै भौतिकवादी समाजभित्र पर्दछ। र यो भौतिकवादी समाजभित्र यता हात हतियार, गोलीगाँठाहरू मान्छेले आफ्नै स्वार्थको लागि नै लिइरहेका हुन्छन्। र यो पनि कहिले अब टिक्दैन। र अन्त्यमा यो पनि नटिकेपछि मानिस अन्त्यमा ढुङ्गाले लड्छ अरे। मान्छे अन्त्यमा ढुङ्गा मुढाले मात्रै लड्नेछ। र फेरि सत्ययुगको सुरुवात हुनेछ र फेरि ढुङ्गे युगमा नै फर्किनेछ मानिस। फेरि आउँछ ढुङ्गे युग। त्यसैले मानिसको स्वभाव कस्तो हुन्छ? मानिसको प्रवृत्ति के हुन्छ? मानिसको प्रवृत्ति स्वार्थी हुन्छ। त्यसकारण हरेक मान्छे स्वार्थी हुन्छ। आफ्नो लागि भनेपछि स्वार्थकै लागि हुन्छ र सबै मानिसहरू स्वार्थकै लागि काम गर्दछ। त्यसैले स्वार्थी इज द ह्युमन नेचर। मानिसको नेचर नै स्वार्थी हुन्छ। ओके, थ्याङ्क यू। आजको भिडियोमा नै यति नै। धन्यवाद।